हेलो साथीहरु, वेलकम टु आवर च्यानल। दिस इज माई थर्ड ब्लग। हेरौँ है त, आज पनि म कहाँ जाँदैछु, काम न कहाँसम्म लगाउनु कपालमा। आज पनि म हजुरहरूलाई हिजो नेपाली तरकारी पाउँछ भनेर लगेको। खासमा म पनि गएको, तर मैले भेटिनँ। अनि म हराएँ अनि हराएँ भन्दा नि धेरैचोटि एकै ठाउँमा राउन्ड लाएँ। यतारि गयो नि त्यहीँ पुग्छ, अर्कोतिर गयो नि त्यहीँ पुग्छ, थाहा नै भएन। अनि पछि बन्द रहेछ क्या हो भनेर फर्केर आएको। नि यहाँको दिदीहरूलाई सोधेको त त्यहाँ बन्द कहिले नै हुँदैन अरे भनेर भन्नुहुन्छ। आज चाहिँ म जसरी पनि त्यहाँ पुग्छु। आज चाहिँ म त्यहाँ जसरी पनि पुगेर अनि हजुरहरूलाई पनि देखाउँछु। आज चाहिँ चिसो रहेछ। त्यस्तो धेरै चिसो त होइन, तर हल्का चिसो चाहिँ छ। हिजोको भन्दा अलिअलि चिसो चाहिँ रहेछ। र चाहिँ यतातिर त पुलिस पनि सबै केटी मात्रै देख्छु म त। मलाई चाहिँ जाडो भयो अनि म चाहिँ रुम गएर फेरि ज्याकेट लाएर अनि आएँ। कोही स्पेनमा हुनुहुन्छ र बार्सिलोनातिरै हुनुहुन्छ भने कृपया भन्नु होला। अनि कसैसँग केही कामको बारेमा थाहा छ भने पनि भनिदिनु होला, किनभने काम चाहिएको छ। हुन त सबैजनालाई चाहिए। अहिले धेरैजना देखेको छु मैले, देख्न त भए पनि काम धेरैजना हुनुहुन्छ काम नपाएको त। तर काम चाहिँ पाउँदैन कि खै के भएको गर्नु सो म बाटो क्रस गर्ने ठाउँमा छु। खै के भएको यहाँ आज एकदम धेरै कडा चेकिङ हानिरहेछ। यहाँ हामी बस्नेभन्दा थोरै अगाडिपट्टि किन चेकिङ हानेको थाहा छैन। पुलिस मामाहरू धेरै हुनुहुन्छ आज। अनि म बाटो क्रस गर्न बस्दैछु। हिँड्दै जाँदैछु म। यस्तै छ मेरो स्पेनको जिन्दगी। यदि कोहीसँग काम अथवा केही छ भने भन्नु होला। बार्सिलोनातिर नजिकै टाढा त
पानीपुरी अथवा तपाईँहरूलाई केही जस्तै नेपालको खानेकुराको याद आयो भने आउन सक्नुहुन्छ। फाइनली पानीपुरी चाहिँ आयो, अब म पानीपुरी खाँदैछु। गाइस खाउँ है तपाईँ। टोटली इन्डियन र पाकिस्तानीको त्यही मार्केटै मार्केट टोटली इन्डियन भएको भन्दा छैन के, टोटली इन्डिया के त्यस्तो छ गाइस। यहाँको मार्केट चाहिँ यस्तो छ। म चाहिँ यता चाहिँ यहाँ छु, तरकारी लिन आएको। तरकारी यहाँ चाहिँ पिनालु मुला सबै पाइन्छ। लिएर आएँ आज चाहिँ, तर मैले खोजेको कुरा चाहिँ पाइनँ। मैले खासमा खोजेको चाहिँ भेन्डी करेला पाउँछ भनेर खोजेको, नेपालबाट आएदेखिको खाना पाएको छैन। तर भेन्डी चाहिँ पाएको, करेला चाहिँ पाएन। त्यही पनि सक्यो, यति सामान ल्याउँदाखेरि पैसा सकियो, पैसा छैन, अब के खाने होला। काम पनि छैन, पैसा पनि छैन। आफ्नै कोठामा अब यति किन्दा पनि 20 युरो सक्यो, 20-22। अन्त चामल यताउता सबै गर्दाखेरि 40 युरो सक्यो। के गर्नु र खोइ म त।